साकामोटो डेज अहिलेको समयको वान अफ द पपुलर एनिमे हो है, जुन यही वर्ष जनवरी 11 मा लन्च भएको थियो, जसमा 11 वटा एपिसोड्सहरू छन्। यसमा मेन लिड क्यारेक्टरको नाम हुन्छ साकामोटो, जो एउटा पावरफुल र एकदमै फेमस, ध्यान दिनु होला साथी, हो एकदमै फेमस हिटम्यान हुन्छ। मतलब सबैले उलाई चिनेको हुन्छ, एकदम पपुलर हुन्छ। साकामोटोलाई रियल लाइफमा नहेरे पनि उसको नाम चाहिँ थाहा हुन्छ मान्छेहरूलाई है। बट गर्ने के पर्छ, लड्कीको चक्करमा सबै हिटम्यानगिरी छोडेर एउटा किराना पसल चलाएर बसिरहेको हुन्छ। औरत का चक्कर बाबू भैया, औरत का चक्कर। अब साकामोटोले हिटम्यानगिरी छोडे पनि हिटम्यानको पास्टले उसलाई छोडी आउँदैन है। अब उसको नाममा कोही अननोन गाई या अननोन अर्गनाइजेसनले बाउन्टी राखिदिन्छ। त्यसपछि सबै एसासिन्स र भिलेन्सहरू साकामोटोलाई मार्न उसको पछाडि पर्छ। अब बाँकी के हुन्छ त्यसको लागि तपाईहरुले एनिमे नै हेर्नुपर्ने हुन्छ। यो एनिमे एउटा प्रोपर मास मसला मोडर्न एक्सन मुभी जस्तो फिल हुन्छ है। एकदम लाइट हार्टेड प्योर स्टाइलमा कलरफुल टोनमा छ यो एनिमे। स्टोरी एकदमै सिम्पल छ, एकदमै फन वेमा एक्सन हेर्न मिल्छ। र जब एपिसोड्सहरू हेर्दै जानुहुन्छ तपाईले रियलाइज हुन्छ कि ओके यो टाइपमा एक्सन हेर्न मिल्दैछ र यसको बिस्तारै बिस्तारै मजा पनि लिँदै जानुहुन्छ। यसमा साकामोटो भनेको वान म्यान आर्मी हो, एक्लैले धेरै जनाले पेल्न सक्छ। लाइक एउटा प्रोपर ब्याडएस ओभररेटेड क्यारेक्टर। ओभररेटेड पनि नभनौँ बिकज एनिमेको लागि यो नर्मल नै हो। साकामोटो डेजको एक्सनले तपाईलाई एउटा प्रोपर साउथ मास मसला जुन एक्सन मुभी हुन्छ नि त्यस्तो खालको भाइब पनि दिन्छ है। बिच बिचमा कमेडी एलिमेन्ट फन थिङ्सहरू टन्न हेर्न मिल्छ है। सो एनिमेसँग राम्रै भाइब गर्छ। एक्सन सिक्वेन्सेसमा स्वाग फन पुरै हेर्न मिल्छ। स्पेसली त्यो लास्टको डियर हेड जुन भिलेन आउँछ त्योसँग जब साकामोटो लड्छ, दुवैजनाले हुन्छ नि एउटा स्टाइलमा स्वागमा फाइट गरिरहेको हुन्छ र आफैले पनि उनीहरूले एक्सनको मजा लिइरहेको हुन्छ है। द्याट इज भेरी गुड पार्ट। अब धेरै नै एकदम सिरियस तरिकाले त प्रेजेन्ट गर्दैन, किनभने जुन मेन लिड क्यारेक्टर छ साकामोटो उसँग केही सिम्प्याथी या ग्रिफ छैन है, किनकि उसको पास्ट लाइफमा यस्तो कि इमोसनल ट्रेजेडी घट्या हुँदैन। यो कारणले पनि एक्सनमा तपाईँ त्यो एउटा फनीनेस हेर्न पाउनुहुन्छ र एउटा मासी टाइप मोडर्न एक्सन हेर्नुहुनेछ है। यो सब कुरालाई जोड दिनु भयो भने साकामोटो डेजलाई तपाईँहरू मजाले इन्जोय गर्नुहुन्छ। र यो एनिमे फास्ट पेस्ट नै छ, कतै पनि बोर गर्दैन तपाईँहरूलाई। र एक त 11 वटा एपिसोड्स मात्रै छन्। र बाँकी तपाईँ भन्नुहोस् यदि तपाईँहरूले साकामोटो डेज हेरिसक्नु भएको छ भने कस्तो लागेको छ, आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा लेखिदिनु ल। र अहिलेसम्म भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल।